हेलो दर्शकबिन गुड मर्निङ नमस्ते सन्चै आरामै हुनुहुन्छ होला। हामीले दसैँ तिहार त मनाउने नमनाउने मनाउनु पर्छ, तर दसैँ तिहार मनाउने भन्दामा यो कहाँको रीतिरिवाज होला। यस्तो हेर्नु त राँगालाई कसरी बिचारोलाई लखटी लखटी कसरी मारिरहेछ। यो मनाउने नमनाउने होइन, मनाउनु पर्छ। मनाए पनि बरु खानु नै छ भनेपछि बरु यसलाई च्याट्ट काटेर खाने उ गर्ने हो नि त। मान्छेलाई कसैलाई पनि कुनै मान्छेलाई पनि यस्तो तरपाई तरपाई यसरी गर्नु भने एउटा पाप हो क्या। हुन त कहीँ न कहीँको यो रीतिरिवाज पनि होला सायद जस्तो लाग्छ मलाई होइन। यो रीतिरिवाज मेरो मेरो विचारमा चाहिँ राम्रो लागेन मलाई चाहिँ। यो कुनै पनि मान्छेलाई कुनै पनि बेजवान बिना मुख भएको मान्छे यसरी यो उसलाई जनावरलाई यस्तो गर्नु पनि ठिक होइन क्या मेरो विचारमा। तपाईँहरूको विचारमा कस्तो लाग्छ, के लाग्छ? अनि मनाउनुहोस्, दसैँ तिहार मनाउने सबैले। आफ्नो आफ्नो चाडपर्व हुन्छ, आफ्नो छठ हुन्छ होइन। तपाईँहरूको कस्तो छ, हाम्रो कस्तो हुन्छ। हाम्रो विचारमा चाहिँ यो चाहिँ राम्रो होइन, यो त पापै जस्तो लाग्छ मलाई है। खानु छ भने राम्रोसँग खानु नि त। यो मान्छेलाई अन्त कस्तो के हो कठै 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 बिचरा। कुन ठाउँको रीतिरिवाज होला यस्तो, कहाँको होला यो, कुन भगवान्ले बनाएको होला कि यो के हो, म त केही बुझ्न सकिनँ। तपाईँहरूको प्रक्रिया कस्तो छ, के छ है यहाँ यो कमेन्ट बक्समा गर्नुलाई त। यो कुन ठाउँको रहेछ, कहाँको रीतिरिवाजहरू त म त केही बुझ्न पनि सकेन। साथीहरू यस्तो हो भने त बेजवान बिचरा नबोल्ने जनावरलाई यस्तो गर्दा पनि त राम्रो होइन नि यार। म त देख्नै मनै थाहा नसकेर भिडियो बनाएको साथीहरू। यो कहाँको रहेछ, कुन ठाउँको रीतिरिवाज केही छैन, केही थाहा भए चाहिँ कमेन्ट बक्समा गर्नु होला। हस् त नमस्ते।